टपिक हो है जाभास्क्रिप्ट है। अब यसबाट चाहिँ कस्तो खालको क्वेसन सोध्छ भन्दाखेरि चाहिँ एकदमै इजी क्वेसन सोध्छ है। जाभास्क्रिप्ट र पिएचपी अरूमा आउँछ, हामी जाभास्क्रिप्ट गर्छौँ है। जाभास्क्रिप्टको सजिलो क्वेसन सोध्छ, त्यस्तो भास्ट सोध्दैन है, त्यही भएर डराउनु पर्दैन। ओके, अब जाभास्क्रिप्ट भन्ने चाहिँ के हो? जाभास्क्रिप्ट भन्ने केही पनि होइन, एउटा प्रोग्रामिङ ल्याङ्ग्वेज हो है त है। जाभास्क्रिप्ट भन्ने के हो? प्रोग्रामिङ ल्याङ्ग्वेज हो फर डेभलोपिङ वेब पेजेसहरूमा चाहिँ डेभलोप गर्ने है त। सुरुमा हामीले एचटिएमएल युज गऱ्यौँ। एचटिएमएलले चाहिँ के गऱ्यौँ, एउटा चाहिँ फ्रेम बनायौँ होइन, फ्रेम बनायौँ अनि सिएसएसले त्यहाँ कलरहरू लायौँ। अब त्यसलाई चाहिँ फङ्सनालिटी एड गर्न चाहिँ हामी के गर्छौँ, जाभास्क्रिप्ट चलाउँछौँ है त। अब जाभास्क्रिप्ट भन्ने चाहिँ फेरि फ्रन्ट एन्डमा मात्र हुँदैन कि, फ्रन्ट एन्डमा मात्र हुँदैन, ओके, ब्याक एन्डमा पनि हुन्छ है। हामीले त्यो कुरा बुझ्नुपर्छ, तर अहिलेको लागि चाहिँ हामी फ्रन्ट एन्डमा मात्र चलाउँछौँ। फ्रन्ट एन्ड भने चाहिँ क्लाइन्ट साइड के। ओके, अब स्क्रिप्ट भनेको चाहिँ के भन्दाखेरि कलेक्सन अफ प्रोग्राम्स अथवा कोड्स। अनि हामीले कोडहरू कहाँ लेख्नुपर्छ? जाभास्क्रिप्ट लेख्ने भने कि यो स्क्रिप्टको ट्यागको अन्दर चाहिँ भित्र चाहिँ के लेख्नुपर्छ भन्दाखेरि चाहिँ जाभास्क्रिप्टको कोड लेख्नुपर्छ है त। अब यहाँबाट एकदमै सिम्पल छ होइन, स्टार्टिङ हामी गर्छौँ एकदमै सजिलोबाट। धेरै प्रोग्रामै छैन क्या, क्वेसन पनि यस्तै खालको आउँछ, सजिलो न सजिलो है। अब के गर्छौँ भन्दाखेरि चाहिँ हामी चाहिँ एचटिएमएल भित्र लेख्ने हो नि त है। एचटिएमएल भनेर लेख्दिने, ओके, एचटिएमएल। अनि हामी के गर्छौँ, हेड बनायौँ होइन, हेड अनि टाइटलमा त जे लाग्दा पनि भइहाल्यो, डेभ भनेर हाल्दिउँ स्ल्यास टाइटल है, यसरी चाहिँ लेख्दिने। अनि यहाँभित्र चाहिँ हामी स्क्रिप्ट लेख्छौँ ल। अब किन स्क्रिप्ट लेख्दैछौँ भन्दा चाहिँ मलाई फङ्सन चाहियो कि। कस्तो फङ्सन भन्दाखेरि कुनै पनि दुईवटा नम्बरलाई चाहिँ जोडिदिने खालको फङ्सन चाहियो कि। अब त्यो फङ्सन म यहाँ बनाउँदैछु। अब त्यसो भने म फङ्सनको नाम समथिङ के दिन्छु, फङ्सन सम भनेर दिन्छु। अनि यहाँनिर ए र बी यसरी आउँछ है त उताबाट। ओके, अब के गर्छु भन्दाखेरि चाहिँ म लेट एस इज इक्वल टु ए प्लस बी गर्न पाएँ होइन। त्यसो भनेपछि यसलाई डकुमेन्ट गरेर यसलाई प्रिन्ट गर्नु पऱ्यो। डकुमेन्ट डट राइट, ओके, डकुमेन्ट डट राइट। यसमा के लेख्नु पऱ्यो, हामीले चाहिँ एस भनेर गर्नु पऱ्यो। ओके, अब यस पछाडि हामीले के गर्नु पऱ्यो, यसलाई क्लोज गर्नु पऱ्यो फङ्सनलाई। अब स्क्रिप्टलाई पनि क्लोज गर्नु पऱ्यो है। अब हामीले हेडलाई पनि क्लोज गर्नु पऱ्यो। अब हाम्रो मेन होइन बडी खोल्नु पऱ्यो। बडीमा चाहिँ के गरिदिने, स्क्रिप्ट खोल्ने, स्क्रिप्ट खोलेर के गरिदिने, यसलाई कल मात्र गर्ने कि सम एबी। तर त्योभन्दा अगाडि त हामीलाई के चाहियो, ए र बीको त भ्यालु चाहियो नि त नि। अब ए र बीको भ्यालु चाहिँ हामीले भार ए इज इक्वल टु पार्स आइएनटी, यो चाहिँ रट्ने, यो के लेख्दैछु नि, यो इनपुट गर्दाखेरि यो यति चाहिँ आउनै पर्छ। ओके, इन्टर अ नम्बर भनेर हुन्छ। ओके, कसरी अरे फेरि पनि इजी छ। भार ए भन्ने भेरिएबल बनायौँ जसमा चाहिँ के गरिरहेछौँ, पार्स इन्ट भनेपछि कुनै पनि इन्टिजर भ्यालु हामीले हाल्नु छ भने पार्स इन्ट गर्ने। अनि प्राउड भनेको चाहिँ स्क्रिनमा चाहिँ के भनेर देख्छ युजरले, कसरी माग्ने भनेर चाहिँ हामीले चाहिँ इन्टर अ नम्बर भनेर माग्छौँ है त। अब हामीलाई त दुईवटा चाहियो, भार बीमा के गर्छौँ, अर्को नम्बरलाई चाहिँ स्टोर गरिदिन्छौँ। त्यसलाई पनि यसरी नै हामीले चाहिँ इनपुट चाहिँ माग्नुपर्छ, एनदर नम्बर भनेर है त, एनदर नम्बर। अब यति भएपछि के भयो, हाम्रो ए र बीमा दुईवटा स्टोर भयो त, दुईवटा भेरिएबलमा चाहिँ भ्यालुजहरू गयो। अब यो भ्यालुजहरू के गर्छौँ, यसमा जानु पऱ्यो होइन, सममा। अब त्यसलाई के गर्ने, सम एबी भन्ने बित्तिकै के हुन्छ, यसले यो बोलाउँछ है त, यो भ्यालु पनि यहाँ हालिदियो, यो भ्यालु यहाँ हालिदियो, अनि यता बोलायो। अब यहाँनिर यो रन हुन्छ। ओके, यहाँनिर रन हुन्छ। यहाँनिर के रन भइरहेछ भनेर भन्दाखेरि चाहिँ हेरौँ है त, यहाँनिर ए र बी जस्तो मैले यहाँनिर एमा चाहिँ मैले इन्टर नम्बर भनेर आयो अरे, मैले युजरले 2 हाल्यो अरे होइन, 2 हालिदियो। अनि बीमा चाहिँ अब एनदर नम्बर भन्दाखेरि 3 हाल्यो भनेपछि यो 2 र 3 ए र बी भयो नि त भ्यालु, ए को भ्यालु 2, बी को भ्यालु 3। ओके, ए को भ्यालु 2 हुँदाखेरि यहाँ 2 भयो। अब यो 2 कहाँ गयो, यहाँ गयो। अर्को भने बी को भ्यालु 3 छ, 3 यहाँ गयो। अब एसमा चाहिँ ए प्लस बी भयो भनेपछि 2 + 3 इज इक्वल टु एस भयो। यसले डकुमेन्ट डट राइटले के गर्ने हो, प्रिन्ट गर्ने हो राइट। 2 + 3 भने चाहिँ एस इज इक्वल टु 5 हुन्छ। प्रिन्ट एस गरिरहेछ भने चाहिँ 5 प्रिन्ट गर्छ यसले। ओके, सिम्पल प्रोग्राम त, केही पनि गाह्रो छैन बुझ्नको लागि मात्र है त। यो क्वेसन्स आउन सक्छ है, यस्तै खालको सजिलो सिम्पल आउँछ कि, केही भास्टै सोध्दैन जाभास्क्रिप्टबाट। अब अर्को छ यो इभन र अड सोध्छ होइन। अनि यस्तो नै अब यसलाई चाहिँ डिभिजिबल अर नट, लोजिक एउटै हो है, डिभिजिबल अर नट, प्राइम अर नट, अथवा चाहिँ त्यस्तै मल्टिपल अफ 2 अर नट हो, यस्तै कुराहरू सोध्ने हो कि भन्ने चाहिँ। अब यो इभन र अड बुझेपछि अरू त गर्न आइहाल्छ है।
हामी के गर्छौँ फेरि पनि सुरुमा चाहिँ HTML लेख्ने अनि टाइटल लेख्दिने जे भए पनि हुन्छ अनि स्क्रिप्टमा यहाँ फङ्सन बनाउने है माथिको हेडभित्र लेखिन्छ है जहिले पनि फङ्सन है ओके यो फङ्सन यहाँ लेखिदिने अब यो फङ्सन स्क्रिप्ट लेखेपछि फङ्सन बनाउने एउटा म फङ्सन बनाउँछु चेक ए भनेर है अनि त्यस पछाडि इफ a%2 ले चाहिँ रिमाइन्डर कि रिमाइन्डर यसले चेक गर्छ ओके रिमाइन्डर चेक गर्छ जस्तो मैले चाहिँ यो फङ्सन खोल्नुभन्दा अगाडि यता जान्छ है पहिले बार ए भने बार एमा चाहिँ लगभग ए भनेर मैले इन्टर नम्बर भने मैले एमा चाहिँ हैन 8 हाल्दिएँ अरे ओके अब चेक ए हुन्छ यो फङ्सन कल हुन्छ यो फङ्सन कल हुँदाखेरि ए को भ्यालु 8 भइरहेछ 8 को हैन ए को भ्यालु 8 भयो भने यहाँ गयो अब 8 डिभाइडेड बाइ 2 हुन्छ है 2 4 जा 8 हो नि त राइट यसरी गरौँ 2 4 जा 8 राइट यहाँ कति भयो रिमाइन्डर 0 भयो रिमाइन्डर 0 हो रिमाइन्डर 0 भने के गर्नुपर्छ यसले E1 भनेर चाहिँ प्रिन्ट गर्नुपर्छ राइट E1 भनेर प्रिन्ट गर्नुपर्छ कन्डिसन मिट भयो नि त अब जस्तो मैले नम्बर 8 को ठाउँमा चाहिँ मैले 7 हाल्ने अरे a = 7 भयो हैन अब यो फेरि त्यतै जानु पर्यो a को भ्यालु यहाँ अब 7 लाई फेरि पनि 2 ले के गर्छ डिभाइड गर्छ 2 3 जा 6 कति आयो 1 भयो 1 इज नट इक्वल टु 0 है त भनेपछि फर्स्टको कन्डिसन के भयो त यो भयो त मिट भयो हैन भनेपछि यसले एल्समा जान्छ एल्स पार्टमा के छ अड भनेको छ भनेपछि 7 अड हो है भनेर चाहिँ यसले यसरी प्रिन्ट गरिदिन्छ है यति मात्र छ के अब जस्तो यसमा के आउन सक्छ भन्दाखेरि चाहिँ ग्रेटेस्ट नम्बर एमङ 3 है त ग्रेटेस्ट एमङ 3 आउँछ ओके आउन सक्छ यो पनि सजिलै छ हामी के गर्छौं यसको यहाँनेर ए अनि अर्को बी अनि सी लिन्छौं तीनटा लिन्छौं अनि % प्रम्प्ट इन्टर एनदर नम्बर दुईटा तीनटा इनपुट लिन्छौं तीनटा इनपुटलाई चाहिँ कम्पेयर गर्छौं है त जस्तो ए इज ग्रेटर देन बी एन्ड ए इज ग्रेटर देन सी भनेर यो कन्डिसन चलाउँछौं फर्स्टमा सेकेन्डमा भने चाहिँ बी इज ग्रेटर देन ए एन्ड बी इज ग्रेटर देन सी है अनि लास्टमा एल्स गर्ने बित्तिकै के हुन्छ सी ग्रेटर हुन्छ ओके यसरी ग्रेटेस्ट एमङ 3 हरू सजिलो छ केही पनि गाह्रो छैन यसरी हामीले चाहिँ यस्तो कन्डिसनल वाला आउँछ के इफ एल्स चलाउने खालको ओके यस्तो गाह्रो केही पनि आउँदैन आत्तिनु पर्दैन जाभास्क्रिप्ट मज्जाले आउँछ है होप यु लाइक इट